एकचोटि बाइक किन्दै भनेर भाइको बाइक किन्दैन भनेर भन्नुभयो अनि एकचोटि चाहिँ बाबाले गाली गरेर अनि त्यसपछि के गर्दैन ल म गरेर देखाउँछु भनेर त्यसरी भाइको त्यसले रिलेसनसिपमै छु ओके अलिकति भनिदिनु न तपाईँको फ्यानहरूले सुन्न चाहनुहुन्छ बिहा गर्ने त्यस्तो केही योजनाहरू भइरहेको भयो गर्नु परिहाल्यो नि बुहारी खोज्दाखेरि छोरै गायो होला फेरि भने चिन्ता पहिला भएदेखि त टोलमा चाहिएन छोरा चाहियो एकदम डिप लभमा हुनुहुन्छ होइन हाम्रो हुनेवाला भाउजूलाई यो कुराहरूले कतिको प्रब्लम हुन्छ तपाईँको लभ अफेयरको कुराहरू आउँदा हिरोइनसँग नाम जोडिँदा त्यस्तो हुँदैन कुनै चाहिँ अब त्यो गलत बोले चाहिँ पनि त्यसो अब सरी भन्न सक्नुपर्छ म बिहान दिउँसो बेलुका बोकेर हिँड्छु एक एकवटा खाइरहन्छु छैन त्यस्तो कुरै खान्छ गर्छ नि त्यस्तो ओके चियर्स अस्ला यो चाहिँ अमृत हर्बल टी यसले चाहिँ तपाईँको ग्यास्ट्रिकको समस्या पेटमा भएको बेकार वस्तुहरूलाई निकालेर चाहिँ तपाईँलाई एकदम हेल्दी बनाउँछ तुरुन्तै असर गर्छ कि एकछिनपछि केही समय त लाग्छ तपाईँलाई धेरै धेरै स्वागत गर्न चाहन्छु हाम्रो पडकास्टमा हस् थ्याङ्क यू सन्चै हुनुहुन्छ ठिक छु ओके सुरुमै हामी अबाउट यु भन्ने सेगमेन्टबाट सुरु गर्छौँ त्यसमा चाहिँ तपाईँ अबाउट यु त्यसमा तपाईँको लागि क्वेसन्सहरू रहन्छ क्वेसनको एन्सर दिनु होला स्योर तपाईँको उमेर एज कति हो 33 डेट अफ बर्थ 1992 मार्च 10 एजको कुराहरू सोद्धाखेरि चाहिँ नभनौँ जस्तो लाग्दैन के फरक पर्छ र होइन तपाईँलाई चाहिँ तपाईँको एजभन्दा मच्योर देखियो भन्छन् कि अथवा सानो देखियो भन्छन् कि के भन्छन् मान्छेहरूले अब तपाईँहरू आफै भन्नुहोस् अब होइन म त एज अनुसारले एक्सपिरियन्स गर्दै जानुपर्छ होइन अब सधैँ एउटै ठाउँमा स्ट्याग्नेसन भएर त के मजा भएर होइन अनि त्यही हो ब्युटी नै त्यही हो यो अब रिपिट आउँदैन त्यही भएर अप्टिमम युटिलाइज गर्ने एक्सपिरियन्स गर्ने अब नयाँ चिज आउँछ होइन टाइम हो चेन्ज हुन्छ त्यसलाई इजिली एक्सेप्ट गर्ने किन के गाह्रो छ ओके तपाईँको हाइट कति छ 5'6" तपाईँको वेट 70 अराउन्डमा हुन्छ कहिले 68 कहिले 72 बट मोरलेस 70 अकेजनल्ली पऱ्यो भने जानै पऱ्यो भने एकाडेमिक क्वालिफिकेसन MBA मार्केटिङमा ओके रिलेसनसिप स्टाटस सिङ्गल हुनुहुन्छ कि रिलेसनसिपमा हुनुहुन्छ रिलेसनसिपमै छु ओके अलिकति भनिदिनु न तपाईँको फ्यानहरूले सुन्न चाहनुहुन्छ अहिले होइन अब अलिपछि भन्छु किन बिहा गर्ने त्यस्तो केही योजनाहरू भइरहेको भयो गर्नु परिहाल्यो नि होइन जो व्यक्तिसँग हुनुहुन्छ उहाँसँग हो ओके भनौँ न त्यसो भने खुलेर यो कुरा आइसकेको छ तपाईँ सिङ्गल हुनुहुन्न अब त्यो मनमा कसैको लागि ठाउँ छैन भनेपछि को हुनुहुन्छ ती सुन्दरी युवती उहाँ आफै आएर इन्टरभ्यू दिनुहुन्छ होला मैले अब भन्ने भन्दा नि उहाँ मिडियामा हुनुहुन्छ र होइन जस्तो लाग्छ मलाई त उहाँ त अब्रोड हुनुहुन्छ भन्ने सुनेको थिएँ मैले हो के हो भन्नु न त सबै थाहा रहेछ मैले भन्नै पर्दैन यहाँ सबै थाहा छ मलाई त्यति इन्ट्रेस्ट लाग्दैन अडियन्सलाई थाहा हुनु जरुरी छ नि त्यहाँदेखि मेरो फ्यामिली मेम्बरहरूको पनि खासै बाहिर मिडियामा आएको देख्नु भएको छैन होला होइन उहाँहरूलाई त्यति इन्ट्रेस्ट नै नलाग्ने क्या त्यो कस्तो हुन्छ नि बर्डन जस्तो फिल गर्नुहुन्छ होइन अनि त्यो भएर अब अर्काको प्राइभेसीको नि त रेस्पेक्ट गर्दिन पर्यो त्यो त हो तर म सिङ्गल छैन मेरो लाइफमा कोही छ भन्दै गर्दा मैले मेरो पोइन्ट अफ भ्यू त भनिहालेँ फ्यानहरू घट्न सक्ने अथवा त्यस्तो हुँदैन त्यस्तो हुन्छ र हुँदैन मेरो विचारमा ओके ठिक छ विवाह कहिले गर्ने लेट्स सी नट स्योर प्लान त होला मायामा हुनुहुन्छ दुवैजनाले प्लान त गर्नुभयो होला अहिले छैन 1-2 वर्षमा त होला त 1-2 वर्षमा मेबी ओके अल द बेस्ट तर को हुनुहुन्छ उहाँ भन्ने कुरा चाहिँ तपाईँ पत्ता लगाउनुहोस् न ओके अबाउट यु भन्ने सेगमेन्ट सकिसकेको छ अब फ्लोमा कुराकानी गरौँ तपाईँको लाइफ कसरी चलिरहेछ फिल्महरू आउन कम भइरहेछ किन त्यो एउटा फिल्ममा एकदमै धेरै टाइम लाग्यो कि प्रेमी 3 को बेलामा 3 वर्ष 4 वर्ष लागेको थियो अहिले म एउटा ऐरी भन्ने प्रोजेक्टमा बिजी छु त्यो बाहेक त एक्लो आउन पनि टाइम लाग्यो 1.5 वर्ष जस्तो लाग्यो एक्लोको लागि पनि सबै चिजहरू मिलोस् एउटा म्याच्योर फिल्म आओस् यो गरे भए यो बेटर हुन्थ्यो यो गरे भए यो बेटर हुन्थ्यो भन्ने पार्टहरू नहोस् भन्ने हिसाबले अलिक टाइम लाग्यो त्यही त तपाईँलाई त कति फ्यानहरूले खोजिराख्नुहुन्छ कति राम्रो चलचित्र दिनुभएको छ बिचमा त गायबै भए जस्तो हुनुभयो होइन अहिले फिल्ममै बिजी हुनुहुन्थ्यो अरू केही पनि होइन फिल्ममा बिजी थिएँ लास्ट रिलिज भएको चाहिँ अप्रिलमा रिलिज भएको होइन त पिताम्बर अहिले कति महिना भयो 8-10 महिना भयो होला है हजुर तपाईँ चाहिँ कस्तो खालको मान्छे हो अलिकति घुलमिल हुने मान्छे हो अथवा रिजर्भ बस्ने मान्छे कस्तो मान्छे हो म त घुलमिलै हुन्छु त्यस्तो खालको रिजर्भ खालको त होइन खासै त्यस्तो धेरै मिडियामा त आउनुहुन्न नि त इन्टरभ्युजहरू पनि एकदम रेयरली नै दिनुहुन्छ मलाई त्यस्तो लाग्छ फिल्मको टाइममा मात्र
झन् फिल्मको टाइममा चाहिँ त्यो पनि जबरजस्ती हो नि त प्रमोसन गर्नु परिहाल्छ भन्ने हिसाबले यस्तो छ इन्टरभ्युजहरू या भनौँ मिडिया इन्टरेक्सन चाहिँ म त्यस्तो धेरै इन्जोय गर्दिनँ क्या फिल्म मेकिङ चाहिँ इन्जोय गर्छु प्रोसेस पनि इन्जोय गर्छु कस्तो हुन्छ नि त्यो स्पाइडरम्यानको डायलग जस्तो क्या विथ ग्रेट पावर कम्स ग्रेट रेस्पोन्सिबिलिटी भन्नेवाला डायलग छ नि होइन यो मिडिया भनेको चाहिँ चेपाइदिए गर्नलाई हो जस्तो लाग्दैन क्या होइन मैले भनेको कुराहरू त कति मासमा पुग्छ नि त अनि के बोल्दैछु के भन्दैछु भन्ने कुरा चाहिँ इम्पोर्टेन्टै हुनुपर्छ विवादित त भएको छैन जस्तो लाग्छ त्यस्तो डर लाग्छ रेयरली ओकेजनली होइन डर लाग्छ होइन यतिकै पर्पस बिना चाहिँ किन युज गर्ने होइन किन मिसयुज गर्ने मिडियाको भनेर मात्रै हो यतिकै अब म धेरै टाइम भयो अब एकछिन गएर चर्चा गर्छु भन्नको लागि चाहिँ म युज गर्न चाहन्न कहिलेकाहीँ चाहिँ आफूले बोलेको कुराहरू के विवादित भएको याद छ तपाईँलाई अलि अचम्म तरिकाले यस्तो छ इन्टेन्सनल्ली नै विवादित कुराहरू होइन तर फेब्रिकेटेड अलग अलग हेडलाइन बनाएर विवाद बनाउन खोजेको त्यस्तोहरू त भइहाल्छ होइन के थियो त्यस्तो तपाईँले केही सम्झिनु भएको छ रिसेन्ट त्यस्तो मलाई अहिलेसम्म तपाईँको त्यस्तो ट्रोल मिमहरू यादै छैन है मलाई पनि त्यति धेरै याद छैन त्यस्तो सम्झिने खालको छैन विचार गरेर बोल्नुहुन्छ अनि म त एकदम स्पोन्टेनियस रिप्लाई दिइरहेको छु म त तुरुन्तै रिप्लाई दिइरहेको छु खासै सोचेर त बोलिरहेको छैन होइन त्यही हो कस्तो हुन्छ नि इन्टेन्सन राइट भइसके पछाडि चाहिँ जस्तै कुनै कुराहरू गलतै बोलेछ भने पनि अर्थको अनर्थ नलाग्नेको खण्डमा त त्यस्तो हुँदैन होइन कुनै चाहिँ अब त्यो गलत बोलेछ भने पनि त्यसो अब सरी भन्न सक्नुपर्छ अब अनइन्टेन्सनली नै बोल्दा बोल्दा कसैलाई रिलिजियस इन्टलरेन्सको कुराहरू कम्युनल कुराहरू त्यस्तो गलत बोलेछ भने त माफ माग्न सक्नु पर्यो हजुर तपाईँले आफ्नो फ्यानहरूसँग चाहिँ कतिको नजिक भएर कुराकानी गर्नुहुन्छ फर्स्ट अफ अल त मलाई त फ्यान भन्न चाहिँ त्यति राम्रो लाग्दैन होइन म त फ्रेन्ड्स भन्छु होइन अनि त्यसपछि सबैजना हामीहरू साथीभाइ एउटै सर्कलमा हो होइन अनि त्यो हिसाबले कस्तो हुन्छ साथीहरूसँगको रिलेसन कस्तो हुन्छ त्यस्तै नै हो म त एकदमै भेट्न पनि रुचाउँछु तर अब कहाँ भेट्ने के भेट्ने भन्ने कसरी भेट्ने भन्ने हुन्छ धेरैजनालाई चाहिँ म उता प्याराडाइजमै भेट्छु म जसले त्यहाँ आउनुहुन्छ नभए चाहिँ हामीहरू यो ठाउँमा इभेन्ट हुँदैछ भनेर थाहा पाउनु भएर आउनुभएकोहरू हुन्छ त्यसरी नै हो भेट्ने जस्तै फ्यानहरू कति क्रेजी फ्यानहरू देखिन्छन् कि अनि अब नाम त नलिउँ कति सेलिब्रेटीहरूलाई छोएर ढल्ने बेहोस हुने फ्यानहरू पनि छन् तपाईँको त्यस्तो कुनै क्रेजी फ्यान भेट्नु भएको छ छोएरै ढल्ने त्यो युट्युबमा पनि होला रोज फिल्मको भिडियोमा छ कि हामी गङ्गौमा बिएसआर बिजी मल अगाडि प्रमोसन गर्दै गर्दाखेरि 2-3जनालाई चाहिँ स्टेजमा ल्याएर पानीहरू छम्केर त्यस्तो गराएको छ होइन त्यो भिडियोमै पनि छ हेर्नु होला अर्को इटरीमा चाहिँ एउटा हुनुहुन्थ्यो पुरा हस्पिटलबाट भागेर आएर यहाँ चाहिँ पुरा त्यो सुई हाल्ने क्यानुलाई कि के भन्छ होइन त्यो लगाएको एकजना हुनुहुन्थ्यो अनि त्यसपछि अर्को दुईजना हुनुहुन्छ ट्याटु राखेको तपाईँको ट्याटु हाल्नु भएको फ्यानहरू फोटोको ट्याटु गरेको हुनुहुन्छ जसले भेट्नु चाहिँ भएको छैन इन्डिया बस्नु हुँदो रहेछ विजय भट्ट उहाँको ट्याटु छ बडीमा त्यस्तै छ 2-4वटा त्यस्तो फ्यानहरू देख्दा कस्तो लाग्छ आफ्नो फेसको ट्याटू उहाँहरूको बडीमा एकदम ग्रेटफुल फिल हुन्छ किनभने ट्याटू खोप्नु भएको चाहिँ मेलले हो कि फिमेलले मेल नै हो विजय भन्ने त्यसपछि मलाई कस्तो फिल हुन्छ भने अब एकदम फर्चुनेट ग्रेटफुल इभन ल आमा बुवाले छोराछोरी माथि पनि बरु केही एक्सपेक्टेसन्स राखेको हुन्छ होला छोराछोरीले आमा बुवा माथि पनि बरु केही एक्सपेक्टेसन राखेको हुन्छ तर एज अ आर्टिस्ट एज अ फिल्ममा काम गर्ने मान्छेको हिसाबले त झन् उहाँहरूले त मबाट त कुनै पनि खालको रिटर्न इमिडिएट पाउने त केही पनि छैन होइन यदि ट्रु फर्म अफ एकदम सेल्फलेस लभको कुनै इक्जाम्पल छ भने चाहिँ त्यस्तो होला क्या उहाँहरूबाट मबाट उहाँहरूले डिरेक्टली पाउने त केही पनि छैन मैले पनि एउटा माया पाउँछु उहाँले पनि माया पाउनुहुन्छ होइन फिल्म पनि पैसातिर हेर्नुपर्छ उहाँहरूले होइन भनेपछि सोच्नु न त्यो भएपछि कति निस्वार्थ माया होला त केटा फ्यानहरूले ट्याटुहरू हान्नु भयो त्यस्तो छ अनि फिमेलहरूले चाहिँ तपाईँलाई प्रपोज कतिको गर्नुहुन्छ गरिन्छ नि त होइन कतिजनाले गरेको देख्छौँ नि हो त्यो गरेको हुन्छ तर त्यसको एक्सपेक्टेसन्समा चाहिँ सेम रिप्लाई आउँछ भनेर गर्नुभएको हुँदैन जस्ट एक्सप्रेस मात्र गर्नुभएको हुन्छ के एन्सर दिनुहुन्छ कसैले चाहिँ अब मलाई एकदम मनपर्छ तपाईँ थ्याङ्क यू भन्ने नि सजिलो छ नि त्यसमा त उहाँले एक्सपेक्टै गरेको हुँदैन नि त होइन र ल यस कि नो भन्नुहोस् भन्नु भएको हुँदैन होइन मलाई तपाईँ एकदमै राम्रो लाग्छ भन्दै गर्दाखेरि चाहिँ उहाँहरूले मेरो कामको अप्रिसिएसन हो मेरो पर्सनालिटीको मेरो व्यक्तित्वको अप्रिसिएसन हो र म एज अ इन्डिभिजुअल
आर्ट फिल्डमा लागेको चिजको अप्रिसिएसन हो। त्यसमा त मैले कृतज्ञ हुने धन्यवाद भन्ने भन्दा बाहेक अरू कुनै विकल्प छैन। हजुर, तपाईँले चाहिँ आफ्नो कुन एजको फ्यानहरू धेरै देख्नु भएको छ? अब डेमोग्राफिकली हेर्ने भने त्यो सजिलो छ, इन्स्टाग्राममा फेसबुकमा देखाउँछ नि त कुन एज ग्रुपको कति कति मान्छे छ भनेर होइन। एउटा टाइम त मलाई क्या अचम्म मैले स्क्रिनसट पनि राखेर ठ्याक्कै 50-50% भने मेल र फिमेल क्या। अनि त्यसपछि एज ग्रुपमा त अभियसली हामी सबैले एक्सपेक्ट गरेको जस्तो यङ जेनेरेसनकोहरू अलिक धेरै हुनुहुन्छ। एक्ज्याक्ट डेमोग्राफिक त्यो डेटा याद भएन, तर त्यहाँ छ रेकर्ड जे भए पनि अब फेसबुक इन्स्टाको रेकर्डमा छ। जस्तो तपाईँलाई एकदम मन पराउने मान्छे जसलाई चाहिँ तपाईँलाई एउटा मेसेज पठाउनु मन छ, उहाँहरूले तपाईँलाई इन्स्टाग्राममा मेसेज गर्नुभयो भने तपाईँले हेर्नुहुन्छ हुन्न? म हेर्छु। उहाँहरूले स्टोरी ट्याग गरेको म पोस्ट पनि गर्छु। रिप्लाई गर्न भ्याउनुहुन्छ? रिप्लाई चाहिँ गरेको छैन, हेर्न चाहिँ हेर्छु। अनि कुनै रिप्लाई गर्नै पर्ने चिजहरू चाहिँ म रिप्लाई पनि गर्छु। कस्तो कस्तो मेसेजहरू देख्नु भएको छ इन्स्टाग्रामको इनबक्समा? यस्तो छ, मोस्टली स्टोरीहरू सेयर गर्नुहुन्छ होइन, कतै भेटेको फोटोहरू हाल्नुहुन्छ, कति फिल्मको प्रमोसनको चिजहरू हाल्नुहुन्छ, कति आफ्नो मनको कुराहरू लेखेर पठाउनु भएकोहरू हुन्छ, कति सजेसन्सहरू पनि हुन्छ होइन, विविध हुन्छ। अब अनि जुन चिज चाहिँ मैले रिप्लाई गर्न पर्छ जस्तो लाग्छ म त्यो रिप्लाई मैले पनि हजुरलाई दादा म हजुरको बिग फ्यान भनेर पठाएँ, अहिलेसम्म रिप्लाई आएको छैन। इन्स्टाग्राम कति अगाडि पठाउनु भएको थियो? कति अगाडि टाइममा पठाइरहेको थिएँ। ल होला रिसेन्ट छैन होला। ल म हेर्छु फेरि। आज हाम्रो स्टोरी ट्याग गर्नु, यो भिडियो अपलोड भएपछि लिङ्क ट्याग गर्नु त स्योर हुन्छ। डाइरेक्ट भेट्यो अब आज। अनि घरमा चाहिँ अब जस्तै तपाईँको एज भइसकेको छ, तपाईँको एजको मान्छेले बिहा गरिसक्नु भएको छ, तपाईँको त करियर पनि एकदमै बनिसकेको छ, घरमा कतिको प्रेसर आउँछ हामीलाई राम्री बुहारी चाहियो भन्ने हिसाबले? छैन, प्रेसर त केही पनि छैन। मेरो त फेरि घरमा के थाहा छ नि, यो भनेको मान्ने मान्छे होइन भन्ने पनि थाहा छ होइन। तपाईँ भनेको मान्ने मान्छे होइन, म खासै अरू कुराहरू मान्दिनँ। ज्ञानी मान्छे हुनुहुन्छ त घरको चाहिँ ज्ञानी होइन। त्यो यस्तो भयो कि त्यो सेल्फ सेटिस्फ्याक्सन केबाट हुन्छ त्यो चिज गर्दै आएँ कि सानैदेखि म दुईचोटि घर छोडेर भागेको। किन? त्यही केही चिजहरू उहाँहरूले इम्पोज गर्न खोज्नुभयो होला, अनि त्यसपछि यस्तो भन्दा त म एक्लै गर्छु भनेर घर छोडेर भागेको। एसएलसी दिने बेलामा 11-12मा गरेर 3-4 वर्षको बिचमा दुईचोटि घर छोडेर भागेको। त्यही भएर यसलाई के भनेर काम छैन भनेर केही खासै प्रेसर केही पनि आउँदैन। घर छोडेर भागेर कहाँ जानु भयो त? एकचोटि त नेक्स्ट डे नै भेटियो, एकचोटि चाहिँ एक हप्ता आउनु भएको बाटोमा ट्र्याप गरेँ एकचोटि त पुरा। साथीले चाहिँ यहाँ आउ त भेट्न छ भने म गएको त त्यहाँ अलरेडी आइराख्नु भयो रहेछ, म आइराख्छ रहेछ होइन। त्यस्तै हो इन्सिडेन्ट। भनेपछि अहिले पनि विवाहको प्रेसर दियो भने चाहिँ घरबाट छोडेर भाग्ला फेरि भन्ने चिन्ता, बुहारी खोज्दाखेरि छोरै गायो होला फेरि भन्ने चिन्ता। पहिला भएदेखि त टोलमा छोरा चाहियो साथीकोमा भेटिन्थ्यो होला, अब गायब भयो भने त इन्टरनेसनली गायब भयो फेरि होइन। हजुर, तपाईँ चिनाहरूमा कतिको विश्वास गर्नुहुन्छ? डेस्टिनी हुन्छ जस्तो लाग्छ, किनभनेदेखि मैले जे पाइरहेको छु, जे चिजहरू भइरहेछ होइन, त्यो मैले चाहेर मात्रै भएको होइन जस्तो लाग्छ होइन। र म एकदमै ट्यालेन्टेड भएर भएको पनि होइन जस्तो लाग्छ। भनेपछि देयर इज सम काइन्ड अफ अनदर सुप्रिम एनर्जी, अनदर फ्याक्टर होइन, त्यो कारणले गर्दाखेरि म मान्छु। हजुर, मैले चाहिँ एकजना ज्योतिषलाई चाहिँ देखाएको थिएँ कि, अनि मेरो बारेमा कि तपाईँको बारेमा? मेरो बारे एकजना ज्योतिषलाई देखाएको थिएँ, उहाँ जे होस् राम्रो हुनुहुन्छ, उहाँले रजबर्ट सोमा पनि गएर भन्नुभएको छ। अनि उहाँले चाहिँ प्रदीप खड्का र हजुरको चिना त एउटै मिल्दो रहेछ भन्नुभयो कि तपाईँहरूको राशि पनि सेम रहेछ, धनु राशि। अनि तपाईँहरू चाहिँ एकदमै आफ्नो साथीबाट चाहिँ जोगिनु होला है, त्यस्तो ट्रस्ट नगर्नु होला, साथीबाट घात हुन्छ भन्नुभयो। मेरो पनि हेर्नु भएको रहेछ उहाँले? हजुर, उहाँको नाम चाहिँ एकछिनमा भनौँला हजुरलाई। तपाईँलाई के लाग्छ, यो लेखिएको कुराहरू हुन्छ जस्तो लाग्छ कि लाग्दैन? हुन्छ होइन, तर पुरा विश्वास चाहिँ लाग्दैन। होइन, कस्तो हुन्छ मेरो विचारमा भने, तपाईँले जस्तै हातको रेखा कुरा गर्नुभयो भने बच्चा बेलामा अलिक कम हुन्छ रेखाहरू होइन, अनि त्यसपछि जति पछि हुँदा त्यति धेरै चेन्ज हुन्छ होइन। डेस्टिनी हुन्छ, भाग्यमा लेखिएको भन्ने चिज हुन्छ, तर त्यो चिज चेन्ज पनि हुन्छ, मेहनत अनुसारले चेन्ज हुन्छ। त्यो कुरा अब लेखिएको थियो तर त्यो किन भएन भन्दाखेरि तपाईँको सर्टन एक्सनले गर्दाखेरि त्यो चिज चेन्ज हुँदै गयो भनेपछि फ्युचर चाहिँ सबै आजमा डिपेन्ड हुन्छ। त्यो भाग्यले लेखेको कुरा भयो त, तपाईँको कर्मले चाहिँ चेन्ज गर्न सक्छ, कर्मले चेन्ज गर्न मिल्छ। भाग्यमा लेखिएको छ तर कर्मले पहिला कस्तो लाग्थ्यो भने के अरे एउटा उखान छ नि, भाग्यमा छ भनेर डोखोमा दुध दोहेर अडिँदैन भन्छ नि होइन। तर एक दिन म त चोबारमा आदिनाथको मेला लागेको बेलामा गएको होइन, डोकोमा दुध अड्डिरहेको थियो क्या,
तर त्यो दुध चाहिँ डिडिसीको प्याकेटमा थियो भनेपछि अलिकति टेक्निक लगायो भनेदेखि त डकुमेन्ट दुध अड्डिँदो रहेछ सो मोस्ट अफ द टाइम हार्डवर्कले भएन भने पनि स्मार्ट वर्कले चाहिँ चिज हुन सक्दो रहेछ सो अलिकति आइडिया लगायो भने डकुमेन्ट दुध अड्डिन्छ त्यसको लागि चाहिँ अलिक दिमाग लगाउनु पर्यो इम्पोसिबल कुरालाई पनि हाम्रो हार्ड वर्कले पोसिबल गर्न सक्छ तपाईँ घरको कतिको रेस्पोन्सिबल मान्छे हो छोरा मलाई सबभन्दा गाह्रो लाग्ने भनेकै रेस्पोन्सिबिलिटी लिनलाई होइन किन थाहा छ लिइसकेपछि पुरा गर्नुपर्छ जस्तो लाग्छ कि होइन कि म लिँदै लिन रेस्पोन्सिबिलिटी नै लिन सकेसम्म नत्र म कुनै चिजको लागि असाइन छु भने त्यो मेरो काम पुरा नगरिकन म एकदम रेस्टलेस हुन्छु म जसरी हुन्छ बाई हुक अर क्रुक मलाई फाइदा होस् घाटा होस् आई डोन्ट केयर म त्यो रेस्पोन्सिबिलिटी चाहिँ पुरा हार्छु भनेपछि रेस्पोन्सिबल मान्छे हो कि होइन म एकदम रेस्पोन्सिबल भाग्ने मान्छे हो तर रेस्पोन्सिबिलिटी लिएपछि चाहिँ पुरा गर्ने मान्छे हो फिल्म इन्डस्ट्रीमा एकदमै शालीन भद्र भलाद्मी एक्टर कोही हुनुहुन्छ भने प्रदीप खड्का हो र होइन होला मैले सुने है सबभन्दा झगडा गर्ने नै म हो सुने कुरा त भन्नु पाएको नि एकदम भद्र भलाद्मी एकदमै शालीन खालको मान्छे तपाईँको चाहिँ जुन चलचित्र आयो त्यो चलचित्रको हिरोइनसँग चाहिँ नाम जोडिरहेको हुन्छ साँच्ची नै लभ परिरहेको हुन्छ अथवा फेक न्युज बनिरहेको हुन्छ के हो त्यही साथीहरूसँग जोगिनु भन्थ्यो त्यही होला नि फिल्मको मिडियाको साथीहरूसँग जोगिनु पर्ने भएको छ मसँग त पर्दैन तपाईँसँग जोगिनु पर्ने भयो मिडियाको यस्तो यस्तो क्वेसनहरू आएर त्यस्तो होइन अब एक त हेर्ने हो भनेदेखि अडियन्सलाई यस्तै यस्तै चिजले इन्ट्रेस्टिङ लाग्छ अनि मिडियाले पनि फिल्मको चर्चा कसरी बढ्छ भनेर यस्तै यस्तै उपायहरू युज गर्नुहुन्छ होइन अनि अलिअलि हावा दिने काम आर्टिस्टबाट पनि हुन्छ चर्चा होस् फिल्मको तपाईँले हावा दिनुहुन्छ आफूले प्रेम चर्चाहरू बढोस् भनेर प्रेम चर्चाको त होइन कहिले हुनेवाला भाउजूको फेरि मुटु धड्केला त्यस्तो त्यो त अब पार्ट अफ जब भयो भनौँ न त्यो सबै चिजहरू चाहिँ अभियस नर्मल हुन्छ कुनै कुनै हुन्छ पनि कुनै कुनै हुन्न पनि अब त्यो हुन्छ पनि त भन्नै पाएन नि तपाईँको अलरेडी गर्लफ्रेन्ड छ कसरी हुन्छ होइन मैले मेरो मात्रै कुरा गरेँ जेनरल मैले इन्डस्ट्रीको कुरा गरेँ जेनरल इन्डस्ट्रीमा कुनै कुनै चिज हुन्छ कुनै कुनै चिज हुन्न तर इन बोथ वेज फिल्म रिलिज गरेर मात्रै हुन्छ फेरि याद गर्नु भएको छ कि छैन अनि त्यो भनिसकेपछि अब फिल्म चलाउने फन्डा हो भनौँ अडियन्सलाई इन्गेज गराउने फन्डा हो फिल्म चल्ने नचल्ने त फिल्ममै भर पर्छ अडियन्सलाई अट्र्याक्ट गर्न चाहिँ हेल्प गर्छ ओके दिव्या रामाजीजी र तपाईँको प्रेम त एकदमै उच्च पङ्क्तिमा छ त्यही त तपाईँलाई पहिलोपटक भेट्दैछु यहाँ दिव्याजी र तपाईँको त यति प्रेम छ कि तपाईँहरू त बिहानै गर्ने सिचुएसनमा हुनुहुन्छ भन्ने कुरा सुने मैले अनि फेरि तपाईँको गर्लफ्रेन्ड अलरेडी बाहिर हुनुहुन्छ भन्ने कुरा पनि सुन्छु होइन उता छुटेर यता परेको हो कि त्यो चिजहरू त दिमागमा आउन पाइयो नि त यसरी आइरहेको हुन्छ कि न्युजहरू साँच्ची नै अब हेर्दा पनि एकअर्कालाई हेरेर स्माइल गरिरहनु भएको हुन्छ मक्ख देखिरहनु भएको हुन्छ के विश्वास गर्ने त्यस्तै थियो भनेदेखि त एक्टरले त पुरा त्यो इग्नोर गर्न पनि सक्थ्यो होला नि त होइन कसैलाई केही कुरा लुकाउन चाह्यो भनेदेखि त त्यति गाह्रो छैन नि छैन जस्तै तपाईँ फिल्म इन्डस्ट्रीमा हुनुहुन्छ एकदमै डिप लभमा हुनुहुन्छ होइन हाम्रो हुनेवाला भाउजूलाई यो कुराहरूले कतिको प्रब्लम हुन्छ तपाईँको लभ अफेयरको कुराहरू आउँदा हिरोइनसँग नाम जोडिँदा त्यस्तो हुँदैन झगडा पर्छ पर्दैन त्यस्तो केही फरक पर्दैन कहिले काहीँ त पर्छ होला नि झगडा अरू कन्टेक्स्टमा वैचारिक विभेदको कुरामा डिस्कस भयो भने के कुरामा झगडा पर्यो भने के कुरामा झगडा पर्छ अब त्यस्तो झगडा पर्ने चिजहरू टाइमको कुरामा पर्छ होला म बिजी भएर भन्ने र होइन अदर देन द्याट त्यस्तो धेरै पर्दैन तपाईँहरू कति वर्षको रिलेसनसिप हो यो चिज अलिक बोरिङ हुन्छ अरू चिजमा चाहिँ कुरा गरे यो कुरा नै जनताले जान्न चाहनुहुन्छ यो चिज अर्को पालि कुरा होइन यो कुरा त गर्नै पर्छ कति इयर्सको रिलेसनसिप हो किन तपाईँको बिहा हुँदैछ नि त अब त आइम नट स्योर पछि नेक्स्ट टाइम हिसाब गरेर भन्छु अहिले मैले हिसाब गरेर भनेपछि रिलेसनसिप एकदमै राम्रो गइरहेछ भन्न सकिन्छ ठिक छ तपाईँले फिल्म चुज गर्दाखेरि चाहिँ अब कतिजनाले स्क्रिप्ट हेर्छन् कतिजनाले स्टोरी हेर्छन् कतिजनाले मेकर हेर्छन् कतिजनाले बजेट हेर्छन् कि आफूलाई नि त चाहियो नि त राम्रो तपाईँले के हेर्नुहुन्छ मेन 3टा कुरा चाहिँ इन्टेन्सन राइट इन्टेन्सन छ भने बाँकी सबै चिजहरू मिल्छ होइन बजेट त भेरियस सोर्सेसबाट पनि आउँछ अनि स्क्रिप्ट सबैजनाको इनपुटबाट राम्रो पनि हुन्छ बजेट पनि हेर्नुहुन्छ होला बजेटहरू भन्ने कुराहरू त्यस्तो मेजर फ्याक्टर होइन नियत नै हो कि होइन राम्रो फिल्म बनाउँछु भन्ने नियत छ भने अरू सबै चिज मिलाउन सकिन्छ तपाईँले कस्तो मेकर पनि देख्नु भएको छ गलत नियत भएको
फोटो हाल्छु अनि त्यसपछिबाट ल प्रदीपले ओके भन्यो ल पैसा हालौँ भन्छु त्यस्तो मान्छेहरू पनि प्रोड्युसरलाई फसाउँछु टाइपको त्यस्ता मान्छेहरू पनि छ त्यस्तो मान्छेहरूसँग भेटिसकेर उनीहरूले चाहिँ त्यो दुरुपयोग गर्छ नि होइन त्यस्तो मान्छेहरू पनि भेटाएको छ त्यस्तोहरूको इन्टेन्सन तपाईँहरूको नामहरूलाई चाहिँ दुरुपयोग गरिदिनु त्यस्तोहरू पनि भेटिन्छ नि ओके अब एउटा सेगमेन्टमा जाउँ ट्रु अर फल्स तपाईँलाई क्वेसन सोध्छु यो ट्रु हो अथवा फल्स हो भन्नु होला को एक्ट्रेस मन नपर्दा फिल्म रिजेक्ट गर्नु भएको ट्रु छैन त्यो मेरो पार्टी होइन हिरो हिरोइन छान्ने एक्टर छान्ने क्यारेक्टर छान्ने त्यो मेरो पार्टी होइन एउटा लभ स्टोरी छ भने तपाईँलाई पनि त उसँग रोमान्स गर्नलाई त्यो खालको इजी फिल त्यस्तो साँच्चीकै हुने भएदेखि त मर्ने सिन त कसरी गर्नु फेरि होइन र त्यो त यु आर गेटिङ पेड टु डु द जब होइन तिमी जे चिजको लागि असाइन भएको त्यो चिज गर्नको लागि त साँच्चीकै भन्ने त केही पनि हुँदैन फल्स को एक्ट्रेस मन नपरेर अहिलेसम्म रिजेक्ट भएको छैन फिल्म जाडोमा 1 विकसम्म नुहाउन झ्याउ लाग्यो त्यस्तो पनि छैन 1 विक त टु मच भयो 1-2 दिन चाहिँ होला न त त्यस्तो 1 विकै त कहिले काहीँ जानु नपर्दाखेरि त त्यस्तो बिरामी चाहिँ भयो पनि होला होइन तर त्यस्तो त छैन किनकि काहीँ न काहीँ निक्लिनु परिहाल्छ पब्लिक स्पेसमा भएको मान्छेहरू त्यस्तो धेरै आइसोलेटेड लाइफ पनि छैन नि त होइन बच्चामा भयो कि अब बच्चामा भयो भने अलग कुरा होइन अहिले छैन त्यस्तो फल्स प्रेम प्रस्तावलाई तपाईँले रिजेक्ट गर्नको लागि एउटा नयाँ बहाना बनाउनु परेको कसै फ्यानलाई चाहिँ बनाउनु भएको छैन होला त्यस्तो पनि फल्स त्यो पनि फल्स बहाना त गराएको छैन कसैले एकदम प्रपोज गरिरहेछ अनि अब तिमी मन परेन भन्नु पनि मिलेको छैन अनि यस्तो एक त केटी मान्छेले प्रपोज गर्ने भन्ने कुरा नै त्यो रेयर हो होइन सक्छ नि तर म अनि कुनै केटी मान्छेले प्रपोज गर्नु भएको छ र मैले रिजेक्ट गर्नु पर्ने अवस्था त्यस्तो त आएको छैन अहिलेसम्म मैले त्यस्तो भएको छैन आफ्नो लभ रिलेसनसिपलाई मिडियामा लुकाउनु परेको लुकाउन पनि परेको पनि छैन त्यस्तो पनि छैन पहिला त लुकाउनु हुन्थ्यो हजुरले यो त ट्रु हो लुकाउने छैन त्यस्तो त्यो परेकै छैन सिंगल कि तपाईँ रिलेसनसिपमा भन्ने क्वेसन आउँदा सिंगल नै भन्नुहुन्थ्यो हजुरले यो त ट्रु हो हजुरले ट्रु त्यतिखेर सिंगल हुँदाखेरि सिंगल भने अब अहिले त फेरि मैले त्यस्तो भने नि त अहिले त मैले भनेको छैन नि फेरि अहिले पो भन्नुभएको छैन पहिला त भन्नुहुन्थ्यो त्यतिखेर थिएन होला नि त म धेरै लङ रिलेसनसिप भन्ने सुने हो है हजुरको अब त्यो त सुन्नेको त मैले कसरी जवाब दिन सक्छु त सुन्न त मैले गर्लफ्रेन्ड हो भने त थाहा छैन त्यही त त्यो त अब सुन्न त तपाईँले के सुन्नु हो त मैले भन्न सकिनँ भनेपछि पनि फल्स कुनै पनि फिल्म मन नपरेर अर्कै रिजन देखाएर चाहिँ रिजेक्ट गरे त्यो चाहिँ गरे होला मान्छेलाई चित्त दुखाउनु हुँदैन मैले कुनै कुराहरू अलिकति बेन्ड गरेर भनेर कसैलाई हर्ट हुँदैन भनेदेखि त मिल्यो ट्रु कोही मन नपर्ने मान्छेलाई झुटो तारिफ गर्नु परेको ट्रु अर फल्स त्यो पनि हुनसक्छ मन नपरेको मान्छे भनेर त्यो मान्छेलाई हेट गरेर चाहिँ होइन कि उसको चित्त नदुखाउँ भनेर चाहिँ तारिफ गर्न सकियो अब फिल्मको बारेमा कुराकानी गरौँ एक्लो फिल्ममा छौँ हामी होइन चलचित्रको सुटिङ कस्तो भयो एक्लोको एकदमै गाह्रो नै थियो मुस्ताङकोमा सेट थियो बाढी आएर 2 चोटि काठमाडौँमा पनि सेट बगाएको मुस्ताङमा पनि सेट बगाएको होइन अनि हामीले 80 जना अराउन्ड चाहिँ त्यो क्रिएटरहरू चाहिँ स्ट्यान्ड बाई थियो लिएर गएको थियौँ यहीँदेखि अनि प्रोस्थेटिक्स मेकअपहरू टन्नै टाइम लागिरहेको थियो एकदम टिडियस काम नै थियो जाडो थियो त्यो टाइममा जाडै थियो आई गेस भदौ असोजतिरको टाइम हुनुपर्छ तर अब मुस्ताङ एरिया चाहिँ जाडै थियो असोज भनेपछि जाडै भइसकेको थियो होला मैले यसो ट्रेलर हेर्दाखेरि चाहिँ कस्तो राम्रो देखाएको छ कि त्यो सिनहरू यताउता मेहनत कतिको छ एक्लो फिल्ममा त्यो डेफिनेटली त्यो चिज पुल अफ गर्न गाह्रो थियो र रिसोर्सेस एकदमै एबन्डन्ट रिसोर्सेस भएर काम गरेको पनि होइन सो त्यसलाई कभर अप गर्ने भनेकै मेहनतले नै हो सबैजनाले मेहनत गरेको छ होइन होल नाइट थियो म्याक्सिमम् सुटहरू नाइटमा थियो अनि अलमोस्ट सुरु हुँदाखेरि चाहिँ कस्तो थियो भने 3 बजे 4 बजीसम्म काम गरेर बिहान 11 बजीदेखि फेरि मेकअपहरू गर्न बस्ने एकदमै सबैजनाले अब एक्टर मात्र होइन अझ एक्टर त बरु 1 घन्टा 2 घन्टा ढिलो होला लाइट सेट गर्नु पर्यो क्यामेराको टिम त हामी गइसकेपछि ऱ्यापअप गर्नु पर्यो बिहान फेरि सेटअप गर्नु पर्यो हामी त 2 घन्टा 3 घन्टा अझ एक्स्ट्रा काम गरेर गर्नुभएको छ धेरै नै गाह्रो भयो भनेपछि यो फिल्ममा जति मेहनत भएको छ नि त्यतिको रिजल्ट कतिको आउला रिजल्ट त त्योभन्दा बढीको छ जस्तै अरूहरूले चाहिँ कम्फर्टेबली एउटा बजेटमा काम गर्थ्यो भने हामीले कम बजेटमा एक्स्ट्रा मेहनत गरेर त्योभन्दा बढी आउटपुट दिन पर्ने छ होइन यसमा चाहिँ तपाईँलाई बजेट चाहिँ कम नै छ
मलाई पारिश्रमिक होइन मैले त पारिश्रमिकै पाएको छैन म त एज अ प्रड्युसर उल्टो इन्भेस्ट गर्ने आफ्नो रेमुनेसनलाई चाहिँ त्यसमै इन्भेस्टमेन्टमा राख्ने त्यसरी काम गरिरहेको छु होइन त्यो चिज भनेकै कविता नेपाली यो फिल्ममा चाहिँ डेब्यु गर्नुभएको छ होइन अब बेनिसा हमाल पनि हुनुहुन्छ फिल्ममा दुई एक्ट्रेसहरूसँग काम गर्दा कतिको सजिलो भयो बेनिसासँग त मेरो सिन छैन सायद होइन यो इन्स्टलमेन्टमा चाहिँ सेकेन्ड पार्टमा छ अनि बेन्सासँग त मेरो पहिल्यैदेखिको चिन्जान पनि हो भेरी कम्फर्टेबल अनि कवितासँग चाहिँ कविता त अब सी इज यङ सी लुक अप टु मी एज एन इस्टाब्लिस्ड एक्टर होइन अनि एकदम रेस्पेक्टफुल्ली कुरा गर्छ त्यसले गर्दाखेरि सजिलो छ फेरि ओपन अप एकदम एडभेन्चरियस एकदमै स्पोर्टी छ त्यही भएर उसले कहिले पनि कम्प्लेन पनि गरेन चिसो भयो गाह्रो भयो कहिले पनि भनेन राम्रो थियो सबैजनाको अब इभन विजय सर अनि सुनिल थापा सरहरू उहाँहरू एउटा एज भएर पनि होल नाइट त्यो लुगा एकदमै पातलो लुगाहरूमा काम गर्दाखेरि उहाँहरूले पनि कम्प्लेन गर्नु भएन होइन अनि उहाँहरूले जसरी सेट गर्नुभयो इन्भाइरोमेन्ट त्यसले गर्दाखेरि सबैजनाले त्यही चिज फलो गर्यो जस्तै तपाईँलाई चाहिँ एउटा चक्लेट हिरोको रूपमा अथवा लभर बोयको रूपमा मात्रै नदेखेर हामीले कस्तो भर्सेटाइल एक्टरको रूपमा पनि देखिरहेछौँ होइन यो फिल्ममा के फरक पाउन सकिन्छ तपाईँको रोलमा यस्तो छ बेसिकली फिल्म चाहिँ आइदर स्टोरी ड्रिभन अर क्यारेक्टर ड्रिभन हुन्छ होइन अब एकदम प्रमिनेन्ट इक्जाम्पल हेर्ने हो भनेदेखि चाहिँ बाहुबली स्टोरी ड्रिभन हो त्यसको कथा इम्प्याक्टफुल भयो केजिएफ पुष्पाहरू चाहिँ क्यारेक्टर ड्रिभन भयो एनिमलहरू चाहिँ क्यारेक्टर ड्रिभन भयो होइन त्यो क्यारेक्टरले के गर्छ त सर्टेन गिभन सिचुएसन त्यसमा स्टोरी त्यस्तो धेरै प्रमिनेन्ट हुँदैन होइन अनि अब यो पर्टिकुलरली अब एक्लो चाहिँ स्टोरी ड्रिभन हो यसमा चाहिँ एभ्री क्यारेक्टरको चाहिँ इम्पोर्टेन्स छ इक्वल्ली अनि मैले आफ्नो एरियामा बसेर आफ्नो पार्ट क्यारेक्टरको उसमा बसेर जे गर्नुपर्ने त्यो गरेको छु त्यसमा एकदमै एक्स्ट्राअर्डिनेरी चिज भनेको चाहिँ क्यारेक्टरमा भन्दा पनि एक्स्ट्राअर्डिनेरी स्टोरी छ अनि त्यसको प्रेजेन्टेसन छ र मेरो क्यारेक्टर चाहिँ त्यसमा कल्की भनेको छ होइन कल्की भनेको चाहिँ अब विष्णुको अवतारै हो खास तर अब लिटरल मिनिङमा नभएर त्यो रेफरेन्स हो कुनै पनि एउटा अत्याचारलाई चाहिँ कलियुगमा अन्त्य गर्न चाहिँ कली आउँछ कलीको अवतार हुन्छ कल्की भनिसके पछाडि कलीलाई खत्तम गर्न कल्की चाहिँ आउँछ भनिसकेपछि मोरलेस त्यस्तै खालको जस्तै यो फिल्ममा कति धेरै एक्टर एक्ट्रेस हुनुहुन्छ फिल्मको नाम चाहिँ एक्लो किन भयो हामी पनि कति धेरै यही सोसाइटीमा बस्छौँ तर आजभोलि कस्तो एक्लो छौँ होइन सबैजना सोसियल नेटवर्क भन्छ तर नेटवर्कै पनि छैन सबै घर घरमा बसेर एक्लै भएर झन् बढी आइसोलेसन भएको छ बरु पहिला चौतारामा गफ हुन्थ्यो होला फुटबल खेल्न जान्थ्यो होला केटाकेटीहरू भेट्थ्यो होला आजभोलि झन् बढी आइसोलेसन छ क्या भनेपछि कोभिडको बेलामा डिरेक्टरले चाहिँ एउटा आइसोलेसनमा बस्दै गर्दाखेरि त्यो एक्लो महसुस गरिसके पछाडि एउटा पोस्ट एपोकालिप्ट एउटा भाइरस आउटब्रेक भएपछिको दुनियाँ डिस्टोपियन वर्ल्ड इमेजिन गरेर लेखेको कथा एक्लो अनि साँच्चीकै एक्लो छ कि छैन त त्यो क्यारेक्टर होइन अनि अब एक्लोपनको एक्लो विजय सर चाहिँ त्यो एक्लोवाला एक्लो बुझिने विजय सर एक्लो हो होइन तर अब इभेन्चुअली त एक्लो छैनौँ हामीहरू धेरैजना हुनुहुन्छ फिल्ममा कसरी एक्लो भने यहाँ चाहिँ ऊ पनि छ खुर्सानी छ होइन तपाईँले कि त छान्नु पऱ्यो कि त खुर्सानी खानु पऱ्यो खुर्सानी कतिको मिठो लाग्छ त्यत्तिकै खान म बिहान दिउँसो बेलुका बोकेर हिँड्छु एक एकवटा खाइरहन्छु छैन त्यस्तो कुरै खान्छ कसैको ह्याबिट हुनसक्छ म कस्तो पत्याएको हेर्नु त तपाईँले किन गोजीमा लिएर हिँड्नुहुन्छ होला कतै अब लाएर सुटिङ सोचेँ अब तपाईँले भनिहाल्नुभयो अनि ल सेगमेन्टको नाम रहेको छ कसलाई नछान्ने पल शाह कि अनमोल केसी कसलाई नछान्ने केमा नछान्ने एज अ फ्रेन्ड एज अ एक्टर कि खुर्सानी खाने नछान्ने छान्ने भन्यो भने चाहिँ हुन्थ्यो होइन नछान्ने भनेपछि अब के हो त्यसको मिनिङ नछान्ने ल को छान्ने ल पल रिजन मैले काम गरेको छु एकदम क्लोज छ हामीहरूसँगै धेरै चिजहरू पहिलादेखिको एकदमै राम्रो फ्रेन्डसिप छ र यसमा चाहिँ कसलाई नछान्ने है कविता नेपाली कि बेनिसा हमाल कसलाई नछान्ने कि त यो खाने अनि यो त हामीले एकदमै डिसाइडै गरेका छौँ टिममा कविताको डेब्यू हो उसले चाहिँ कति मेहनत गरेर फिल्म पाएको छ हामीले चाहिँ कवितालाई चाहिँ सपोर्ट गर्ने बेन्सालाई नछान्ने बेन्साजी हेर्नुहोस् यस्तो दुश्मनी त मैले बेन्साले पनि त्यही भन्छ बेन्साले पनि कविताप्रति भन्छ यति राम्रै हुनुहुन्छ तपाईँलाई नछान्ने रे अब ठिक छ प्रियङ्का कार्की कि रिचा शर्मा कसलाई नछान्ने नछान्ने भन्छ एकछिन सोच्न पर्ने हुँदैछ कि अब प्रियङ्का छान्थे मैले भने चाहिँ नछान्ने हुन्छ रिचा शर्मा किन नछान्ने रिचाजीलाई त्यस्तो राम्रो एक्ट्रेस हुनुहुन्छ उहाँ
यस्तो छ मैले अघि भने नि कोसँग बढी क्लोज छ को भन्ने नै होला नि हैन खुर्सानीले तपाईँलाई खुरिरहेछ हैन यो त म सबै राइट आन्सर दिएर पनि खाइदिन सक्छु ल भनेपछि रिचाजीलाई नछान्ने यस्तो भर्सेटाइल एक्ट्रेसलाई होइन तपाईँले बेसी चाहिँ दिनुभएको छैन अब बेसी दिनुभएको हुन्थ्यो मैले त मेरो प्रक्सिमिटीको हिसाबले म कोसँग बढी क्लोज छु कोसँग बढी लिलीबिलीमा काम पनि गरेको छु रवि लामी छाने कि बालेन शाह कसलाई नछान्ने कसलाई नछान्ने अब दुईजना इक्वलै हो खुर्सानीलाई छान्ने होइन रवि दाइसँग मोर तपाईँ त भेट्न पनि जानुभयो नि नक्कु कारागार हो रवि दाइलाई नछान्ने किन नछान्ने तपाईँ भेट्न पनि जाने नछान्ने हजुर त्योभन्दा भेट्न त म त्योभन्दा धेरै बरु बालिनसँग भेटाएँ होला त्यो अब फोटो खिचेर हालिएन होला बढी क्लोज म एकदम क्लोजली त बालिनसँग पनि फ्रेन्डसिप छ भनौँ न भनेपछि रवि लामिछानेजीलाई नछान्ने भेट्न त जाने नछान्ने ओ गड यो त अति भयो तपाईँले एक्सपेक्ट गरेको चिज ओके वरिष्ठ पत्रकार ऋषि धमलाजी र प्रकाश सुवेदीजी मध्ये कसलाई नछान्ने ऋषि दाइलाई नछान्ने यो खुर्सानीलाई चाहिँ कसरी नछान्ने भयो अब होइन अब तपाईँलाई आन्सर भन्दा खोर्सानी इम्पोर्टेन्ट छ भने त खोर्सानी खाइदिन्छु आन्सर नदिएर के भनेपछि कसलाई नछान्ने के अरे हाम्रो ऋषि धमला सर र प्रकाश सुवेदी सरमा कसलाई नछान्ने भन्दा ऋषि दाइ किन नछान्ने ऋषि धमला सर अब उहाँ चलचित्र क्षेत्रलाई माया गर्ने मान्छे त हो तर त्योभन्दा बढी योगदान अनि मसँग अलिक बढी रेगुलर भेट भइरहने प्रकाश दाइ हुनुहुन्छ सो ऋषि दाइ ओके एकदम रमाइलो खेल्नु भयो सकिसक्यो क्वेसन धेरै राखिनु भयो अब तपाईँले खानुपर्ने भयो नि त खेल काम त दिनु भएन नि त तपाईले सबै आन्सर राइट दिनुभयो पनि यो खान्छु भन्नेवाला थिएन अप्सन ओके लास्टमा के भन्न चाहनुहुन्छ पडकास्ट रमाइलो भयो तपाईँको लभको कुराहरू पनि आयो अब त कति फ्यानहरू पनि घट्नुहुन्छ होला यसमा के आन्सर दिन चाहनुहुन्छ त्यस्तो हुँदैन यदि अब तपाईँको इन्टेन्सनै त्यो थियो भनेदेखि त मलाई केही भन्नु छैन तर तपाईँको इन्टेन्सन त्यो थिएन त्यही भएर मैले पनि आन्सर गरेँ मैले हजुरलाई तपाईँको लभ अफेयर छ छिटो भन्नुहोस् न एक्ज्याक्टली त्यस्तो हुँदैन त्यस्तो फरक पर्दैन त्यो थियो भनेदेखि त कति छन् नि त्यस्तो एक्टरहरू होइन त्यस्तो हुँदैन त्यो आर्टलाई माया गरे हो नि त होइन अप्रिसिएट गरे हो अनि त्यो पाउनुपर्छ अघि मैले भने त्यत्रो सेल्फलेस लभको कुरा गरिरहेको छु पाउनुपर्छ भन्ने आशयले गरेकै होइन त्यो त प्रेम पनि होइन नि त्यो पाउनुपर्छ भनेर गरेकै होइन त्यही भएर चाहिँ भने त्यो त एकदम सेल्फलेस लभ हो त्यो कुनै पनि चिजले पनि तोडिँदैन होइन मैले नै कुनै गल्ती गरेँ भनेदेखि त्यो घट्ला नभए अरू कुनै पनि फ्याक्टरले घट्दैन अनि त्यही नै हो म त एकदम विश्वस्त छु होइन बरु मेरो फ्यामिलीबाट बरु फेरि केही चिजहरूबाट मैले धोका पाउन सक्छु होला तर अडियन्सबाट धोका पाउँदैन फ्यामिली भन्ने बित्तिकै तपाईँ भाग्नु भएको कुरा याद आयो कि दिमागमा त्यो एकचोटि बाइक किन्दै भनेर भागेको बाइक किन्दैन भनेर भाग्नु भयो अनि एकचोटि चाहिँ बाबाले गाली गरेर अनि त्यसपछि के गर्दैन ल म गरेर देखाउँछु भनेर त्यसरी भागेको त्यसले तपाईँ एसएलसी पछि के पढ्ने भन्ने सोच्नु भएको थियो पढ्ने कुरामा पनि डिस्कस एसएलसीमा यस्तो धेरै पढ्न पर्ने भयो कि त्यो पढ्दा दिक्क लागेर म राति 11 बजेसम्म पढ्ने बिहान 3 बजे उठेर पढ्ने त्यस्तो थियो क्या के भएको थियो भने मेरो पढाइ ठिकै थियो फर्स्ट हुन्थेँ अनि स्कुलमा चाहिँ के भन्ने नि स्कुलमा फेरि कसैको पनि डिस्टिङसन आएको थिएन क्या अनि हाम्रो स्कुल सानो होइन 25-30 जना भन्दा बढी स्टुडेन्ट नभएको हाम्रो सेक्सनमा होइन अनि प्रदीपले डिस्टिङसन आउँछ प्रदीपले डिस्टिङसन ल्याउँछ भन्ने क्या टिचरहरूले होइन फर्स्ट टाइम डिस्टिङसन आउँछ ल हाम्रो 6 ब्याच 7 ब्याचले चाहिँ फर्स्ट टाइम चाहिँ प्रदीपले डिस्टिङसन ल्याउँछ भन्ने अब त्यो प्रेसर भयो क्या एक्सपेक्टेसन हाई भयो अनि जस्तै अब फिल्म रिलिज हुँदाखेरि हुन्छ नि त्यस्तो खालको होइन अनि ओहो अब मैले हार्दाखेरि त खासै फरक पर्दैन तर मैले अरू कसैलाई लेट डाउन गर्दैछु मेरो कारणले अरू कसैको शिर झुक्दैछ अरू कसैको विश्वासमा आघात पुग्दैछ भने यस्तो प्रेसर फिल हुने भयो नि त अनि एकदमै पढ्न पऱ्यो कि त्यस पछाडिबाट अनि मैले म अब यस्तो धेरै पढ्दिनँ भनेर अनि साइन्स अलिक बढी गाह्रो हुन्छ भन्ने सुन्यो अनि त्यही भएर म्यानेजमेन्ट पढेँ फेरि मेरो मम्बाहरू त्यस्तो पढिरहेको हैछन् होइन अनि यो सही यो गलत भनेर गाइड गर्ने मान्छे पनि भएन मैले मेरो विवेकले अब त्यो 16-17 वर्षमा 15-16 वर्षमा जे बुद्धिले भ्याए त्यही गर्दै गएँ इभन फिल्ममा आउँदा
पुग्दाखेरिसम्म पनि त्यही हो, मैले मास्टर्स गर्ने बेलासम्म पनि त्यही हो, त्यो एउटा इन्स्टिङटिभली जे आउँछ त्यही गर्दै गएको हो क्या होइन। अनि त्यही भएर राइट रङ भन्ने छैन, फेलियर हुन्छ सिक्यो फेरि अर्को गऱ्यो त्यही हो। भएपछि बाइक नकिनिदिएको भनेर तपाईँ घरबाट भाग्नुभयो अनि फर्स्ट टाइम बाइक कहिले किनिदिनु भयो ड्याड ममले? 11 पढ्दाखेरि त्यही केसपछि अनि किनिदिनु। तपाईँ भाग्नुभयो, भागेपछि त्यही नै हो। जिद्दी भन्दा पनि चाहियो भनेपछि बाइक हुक गर्नै पर्ने के त्यो हुन्छ नि। त्यो अहिले पनि त्यस्तै छ, जस्तै कुनै पनि चिजहरू गर्छु भने पछाडि नमाटर त्यो भने नि फाइदा घाटा होइन क्या, गर्छु भनेपछि गर्छु भयो क्या, त्यो बानी नै त्यस्तो भयो। तपाईँको करियर पनि एकदमै राम्रो छ नि, त्यही कारणले गर्दाखेरि तपाईँको फ्यानहरू राम्रो हुनुहुन्छ, धेरै हुनुहुन्छ, फिल्म पनि सफल भइरहेछ र यो एक्लो पनि एक्लो हुँदैन, सबैले साथ दिनु पर्यो। एक्लोलाई झन् एक हिसाबले अझै साथ किन दिनु जरुरी छ भने यो आफैमा डिफ्रेन्ट अटेम्प हो। यो चाहिँ नेपालमा चलिरहेको फिल्महरूभन्दा टोटली डिफ्रेन्ट अप्रोचमा बनेको छ होइन। यो चाहिँ एउटा यो चाहिँ फेरि अब एकदमै नेसनल प्लेयरले इन्टरनेसनल गेम खेलेको हिसाबले लिन भएन। यो चाहिँ लोकल हाम्रो गाउँठाउँको भाइहरूले बहिनीहरूले चाहिँ राम्रो ट्यालेन्ट देखायो भने त्यसलाई गभर्मेन्टले चाहिँ फन्ड गरेर इन्टरनेसनल खेल्न लायक बनाउँछ नि, हो त्यस्तै तपाईँहरूले चाहिँ हाम्रो डिरेक्टर प्रदीप साईको अटेम्प्ट हेर्नुपर्छ र ओहो यति बजेटमा यसले यस्तो गर्छ भनेर। बेसिक नर्मल नेपाली फिल्म कसरी बन्छ त्यही बजेटमा होइन। अनि यो मान्छेले यतिको चिजमा यत्रो निकालेको छ भने अब उसलाई हामीले फिल्म चलाएर अझै बढी इम्पावर गरेर उसले के गर्न सक्छ त भन्ने कुरा चाहिँ तपाईँको हातमा छ होइन। लोकल लेभलमै खेलाएर राख्ने कि उसलाई चाहिँ ट्रेन गरेर रिसोर्सेस दिएर अब झन् इन्टरनेसनल खेल्न पठाउने त होइन, त्यो चाहिँ तपाईँहरूको हातमा छ। नेपाली फिल्मको चाहिँ कोर्स अफ एक्सन सेट गर्ने चाहिँ तपाईँहरूको हातमा छ। ओके, अल द बेस्ट, थ्याङ्क यू सो मच आइदिनु भएको। लास्टमा दिन चाहन्छु तपाईँलाई केसबुक हेयर वेल, तपाईँको कपाल कतिको झर्छ? लामो छ, झर्छ, त्यो झरेर हान्छ। तपाईँले कपाल नकाट्नु भएको त धेरै भइसक्यो है? त्यही त, यो यसरी मैले कपाल एउटै लुक्स भएर 3टा 4टा फिल्म भइसक्यो कि अहिलेले गर्दाखेरि, अनि त्यही भएर अहिले अलिकति झर्छ। यसले चाहिँ एकदमै राम्रो गर्छ तपाईँको कपाल झर्नबाट रोक्ने, कपाललाई लामो कालो बाक्लो बनाउँछ अनि यो चाहिँ नेपाली उत्पादन हो, एकदमै राम्रो छ। यसले कालो बनाउँदो रहेछ, अरू कलरकोहरूले लाउनु चेन्ज गरेर कालो बनाउँछ, लाइक यसले नेचुरली राम्रो बनाउँछ भन्न खोजेको। एकदमै राम्रो छ केसबुक हेयर वेल, तपाईँ पनि एभ्री डे युज गर्नु होला। 30 जडीबुटीको सम्मिश्रण अनि यो चाहिँ ग्यास्ट्रिक हटाउने अमृत हर्बल टी, यो खाँदा पनि कस्तो मिठो छ है, एकदमै एउटा लोकल टी एकदम पपुलर छ क्या। धन्यवाद। घोल मच कि के भन्छ क्या, त्यो पनि हर्बल टी नै हो होइन, यस्तै फ्लेभर आउँदो रहेछ, एकदमै राम्रो छ यो। थ्याङ्क यू। यो चाहिँ रहेको छ जेभियर इन्टरनेसनल कन्सल्टेन्सीबाट। तपाईँ आइएल्स पिटी पढ्न चाहनुहुन्छ भने यो चाहिँ अडियन्सको लागि एकदमै राम्रो कन्सल्टेन्सी छ। ओके ओके, अडियन्सको लागि, तपाईँको लागि चाहिँ कफी चिया खानको लागि। थ्याङ्क यू सो मच भन्न चाहन्छु। एक्लोको लागि अल द बेस्ट। हस्, थ्याङ्क यू सो मच। खोर्सानी पनि रहेछ, तेल पनि रहेछ, अब अलिअलि तरकारी अरू लिएर आयो भने त पकाएर खान मिल्ने खालको रहेछ, कप पनि पाइहाल्यो। हस्, थ्याङ्क यू सो मच। हस्, थ्याङ्क यू।